चुनाव अगाडि नै माननीय डाक्टर अमरेश कुमार सिंहज्यूले भविष्यवाणी गरेको कुरा के थियो त? यो भिडियो हेर्नुहोला। चुनाव पछि राजसपाको 160 सिट हुन्छ। राजसपालाई कुनै सहयोगी दलको आवश्यकता पर्दैन, बैसाखीको आवश्यकता पर्दैन सरकार बनाउनलाई। एउटा कुरा एकदम चुनावी सही हो। संरचनाले एउटै पार्टीको बहुमत आउने खालको छ त हाम्रो चुनावी स्ट्रक्चर। किनकि अरूको समानुपातिकमा जुन पर्छ नि 15 लाख 20 लाख भोट, राजसपाको 50 लाख भन्दा बढी समानुपातिकमा भोट आउँछ। त्यो मेरो कुरालाई रेकर्ड राख्नुहोस्। दोस्रो कुरा तपाईँलाई बताउँछु, यसपालि अलिकति राजनीतिक कुरा गरौँ। न्यारेटिभ चेन्ज भएको छ। एकदम सही हो। मधेस र पहाडको खाडल पुडिएको छ। कहीँ पनि मधेसको नाममा भोट मधेसी दल भने मधेसीको पसलहरू पनि बन्द भइरहेछ। मधेसी पार्टीको पसल बन्दैछु। तपाईँको बेचाराको डुङ्गा डुबिरहेछ, जहाज डुबिरहेछ। एकदम कुनै पनि पार्टीको अध्यक्ष जित्न गइरहेको छैन। तपाईँले म एउटा कुरा बताइरहेको छु, एउटा राजसभा बाहेक न एमालेको अध्यक्ष जित्न गइरहेछ, न काङ्ग्रेसको सभापति जित्न गइरहेछ, न जसपाको जित्न, न लोसपाको जित्न गइरहेछ। यो जुन छ नि, न जनमतको जित्न गइरहेछ। तपाईँले उनीहरूको क्षेत्रमा गएर अलिकति क्यामेरा घुमाइदियो भने तपाईँले थाहा पाउनुहुन्छ जनतातिर। नेता त भन्छ म नै जित्दैछु। मेरो पनि तपाईँसँग आग्रह छ कि मेरो क्षेत्रमा म काङ्ग्रेसको सभापतिजीसँग म आग्रह पूर्वक भन्दैछु 10,000 मार्जिनले चुनाव जित्छु। जितेर तपाईँसँग फेरि स्टुडियोमा तपाईँले नै मेरो इन्टरभ्यू लिनु पर्ला। यसपालि बक्सा खुलेपछि थाहा हुन्छ। म तपाईँलाई बताउँछु, म राजनीति शास्त्रको विद्यार्थी पनि हो।